हेलो साथीहरु, म एकदम सन्चै आरामै सकुशल छु। तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। म चाहिँ आज यो न्यू फुलबारी युवा क्लबको प्राङ्गणमा वाल लगाउने कुरो छ, जसमा हिजो अस्ति जेसीबी लगाएर फिलिङ गरेर भ्याइयो। अब वाल लगाउनको लागि हामी बालुवा निकाल्न खोला जाँदैछौँ। त्यसकारण म आज राति नै उठेर नास्ता बनाउन लाग्दैछु। फ्राई राइस नास्ता बनाउन लाग्छु। यो भात फ्राई गर्न लागेको हो। टक्क यता आगो बालेर कराई टेकाइसकेको छु। छन त यो पपकर्न भनेर चिनिने यो हाम्रो भुट्या मकै पनि छ। नास्तामा खोला जानुपर्ने छ, एकछिनमा म खोला जानेछु। बाहिर चाहिँ उज्यालो भइसकेको छ, तर पनि भित्र अलि अँध्यारो अँध्यारो देखिरहेको छ। मेरो फ्राई राइस चाहिँ तयार भयो है। नदेखिँदो रहेछ के अरे, यो फ्राई राइस चाहिँ तयार भइसकेको छ। बिहान बिहान फ्राई राइस अति मिठो भएछ। म चाहिँ खाएर जानेछु। सो गाइस, म चाहिँ घरदेखि तल झरिसकेँ। म चाहिँ यो फिल्डमा झरिसकेको छु। यो फिल्ड चाहिँ टक्क यसरी त्यहाँ नेट छ। यो चाहिँ टक्क यहाँ न्यू फुलबारी युवा क्लब यहाँ चाहिँ आइसकेँ। 2 दिन लगाएर जेसीबीले यहाँ टक्क फिलिङ गरिसकेको छ। यो पछाडि मेरो पछाडि देखिरहेको चाहिँ स्कुल हो। यो फिल्ड टक्क यति ठुलो भएको छ। अनि हामी चाहिँ यहाँनिर यो घरको कुलङ्सामा यो वाल लगाउनलाई चाहिँ बालुवा निकाल्न जाँदैछु। चिसो छ हो, चिसो छ यता। बल्ल त्यहाँ माथि घाम छ है। यता चाहिँ घाम आउन अझै बाँकी छ। यता हाम्रो बालुवा निकाल्ने काम भइरहेको छ। बालुवा नपाएर तनाव छ है। बालुवा नै छैन हाम्रो यो खोलामा। अलि बालुवा कम छ। चिसो छ, घाम कोट्खेर आउने हो। गाह्रो छ चिसोले। म चाहिँ यता भोक लाग्यो, त्यही भएर नास्ता लिउन जानु लाग्यो। यसो खोलामा तर्नलाई कतै सिडी छ कि भनेर हेर्दै हिँडेको त छैन रहेछ। यसरी जुत्ता चाहिँ हातमा उचालेर यसरी खोला तर्न लाग्यो। कति चिसो हो र यस्तो पानी। खोलामा पानी चाहिँ लास्टै चिसो छ। साह्रै चिसो छ खोला। अझै एक ठाउँ खोला चाहिँ सानै छ, तर पनि चिसो चाहिँ छ। खोला तरेर भ्यायो। कति चिसो हो र खोला। म चाहिँ
नास्ता लिएर आउँदैछु पिरो चाउचाउ अनि फुर्ती स्प्राइट लिएर आउँला भनेको ठुलो स्प्राइटहरू यस्तो लिएर आउँला त भनेको त सामान भ्याइया रहेछ स्प्राइट छैन रहेछ अनि यही फुर्तीले भए पनि काम चलाउनु पर्यो नि त हैन यो पनि खाने चिज नै हो भनेर यसो नास्ता लिएर आउँदै हो हाम्रो बगालले चाहिँ तल काम गर्दैछन् अब एकैछिनमा काम पनि अब सिद्धिन लाग्छ अब एकछिनपछि फेरि सर काम भ्याइयो भने निस्किने हो फाइनली गाइस म चाहिँ अब यहाँ मालुवा निकालेर भ्याएर नास्ता खाएर पनि यहाँ खोला चाहिँ तल अलिक कालो देखिरहेको छ यता किनकि छाया परेर होला म चाहिँ माथि उकालो चढिसकेँ अब घर पुग्न केही मिनेट समथिङ आधी घन्टा छ सबैजना साथीहरूमा मिठो सम्झना अनि र धेरैभन्दा धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई मेरो फेसबुक अनिल निर्दोष फेसबुक पेज कसैले फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला फलो भएर जोडिदिनु होला र त्यसैगरी यो भ्लग चाहिँ मेरो अनिल निर्दोष 1440 युट्युब च्यानल